आइको आइ यस्तो So hello everyone, welcome back to my new vlog and new day. स्वागत छ after long time पछि फेरि vlog बनाएर छु के भन्छ vlog बनाउने पाएपछि धेरै हो नि त अनि कहिले गीतमा कपिराइट लाग्न सक्छ त्यही हो नि हाम्रो केटा तोपेन्द्र जस्तो गरेर तयार चस्मा गरेर फोटो सुट भयो म चाहिँ पढिरहेछ मस्तले केटा जे अब चाहिँ हामी के भन्छ चिया पकाएर चिउरा खाँदा मनिन्छ केटा चिउरा पनि यता चाहिँ हाम्रो निर्जने जीवने यता छ निर्जने यता छ त्यसले दमाई यता छ कविता फेरि दमाई हाने जिस्काएको मात्रै नि फेरि के होइन दिन्छ चलो आन्टी चाहिँ कता जानुभयो आन्टी चाहिँ मूल घर जानु भइसकेर हामीले चिया पकाएर यस्तै चिउरा खाँदैन भनेछ दुधवाला चिया होइन फिकावाला कालो चिया हो केटाले यस्तै ओडा गर्छ बेला बेलामा ल्याङ्क जिउँछ अनि यहाँ पढ्न निकै गाह्रो छ पढ्न निकै गाह्रो छ Before reading a very old man with enormous wings. म्याथ चाहिँ फेरि कहाँ हुन्छ केटाहरू निस्किरहेको छ है म्याथ हुँदैन हाम्रो त्यही हो इक्जाम कस्तो हुन्छ हामीले यो म चाहिँ भिडियो बनाएको चाहिँ यो हामी पढिसकेर कुनै अब फ्री टाइममा हो है त्यो पढ्दा पढ्दै यताउति हामी गर्दैनौँ बरु केटाहरू यस्तो चर्ती कला होइन चर्ती कला हो भन्ने खालको देखाउँछ है केटाहरू चर्ती कला देखाउँछ है म पनि पहिलाको त आर्मी पो मैले पछि बुढो भान्चेर पनि नगयो त्यही बेला चिया पकाउनु पर्ने हुन्छ सो फाइनली गाइस हामीले टक्क चिया पनि रेडी भएर चिया केटाले हान्दैछ म कस्तो छ केटा चिया यहाँ टक्क चिया रेडी छ केटाले चिउरा हाल्दैछ अब बाहिर गएर खानुपर्ने हुन्छ भित्र नै खाने बिहान बिहान क्या भित्र खाने होइन ल कसलाई हाल्यो त्यहाँ चाहिँ तँलाई तँलाई हाल्यो चिया कसलाई दिएको होइन भाइ चिउरा नदिएको भाइ चिउरा दिएन दादालाई जाउ न लिन जाऊ दिन्छ हाम्रो चाहिँ यहाँको भाइ हो क्या भाइ हाई भनिदियो हाई गरिदिउँ हाईको हाई यस्तो हातले हाईले यस्तो हाई गरिदिउ न हो बल्ल भाइले जान नि त कस्तो हाई भन्छ क्या भाइले पनि अचम्म टक्क अनि अब यहाँ यस्तो छ अनि यहाँ हामी भन्दै यो माथिल्लो घरमा अब हाम्रो साथीहरू पनि छ लक्ष्मीहरू कविता भन्छहरू शोभाहरू नवीना मिसहरू सबैजना हुनुहुन्छ त मौका भए यस्तो छ यो फेरि चियामा लाएर खाने यो पनि एउटा मेरो चिया उहीँ थियो हुन्छ के हुँदैन तर मेरो चिया त्यहाँ थियो छोइन हौ तँ मेरो कपको चिया हौ मेरो कपको चिया ए चिया सकेको केही देखेको थिएन के सबै देखिरहेको छ पेसाले केही देखेन भन्छ नि यो कालेले केटाले त कस्तो छिटो हान्नु थालिसक्यो धेरै न त्यो गाई अब खाजा खाएर अनि हल्का सल्का त फेरि बुक एकछिन हेर्नुपर्छ अनि त्यसपछि हामी फेरि अनि इक्जामतिर जानुपर्छ नि इक्जामबाट आएर मात्र भिडियो बन्छ एकदिन पढेर अनि फ्रेस भएर मात्रै भिडियो बन्छ न डाइरेक्ट भिडियो बन्न सक्दैन त्यही हो अरू त के भन्दैन एक बाइट टेस्ट गर्दैन कस्तो छ एक बाइट टेस्ट गर्नु कस्तो छ न त्यस्तो छ घरमा त दुध चिया खाने त्यो पनि यस्तो बब्बाल खाएर दामी छ बब्बाल भयो ल त्यही गाई भर्छु भन्नुपर्छ बाई गरिदेऊ
सो एभ्रिवान फाइनली अब हामी चाहिँ टक्क लगाएर हिँड्नु पनि आँटेको ड्रेस लाउँछौँ केटाहरू रेडी भइसक्यो होइन त्यही हो इक्जाम भन्ने कुरो कस्तो हुन्छ त्यो म तपाईँहरू भने भन्छु नि अब हजुर हजुर मम्मी लाग्यो तिमीलाई ए अनि अब खानासाना चाहिँ अब बन्दैन यति बेला अनि भरे मात्र खाना खाएर गर्दा दिमाग भ्रष्ट हुन्छ त्यतिखेर पनि बिहानै खाना त्यही त। गोपाल भरिएको दिमागमा किन भात हाल्नु भन्ने कुरो बिहान चिउरा र चिया खाइसक्यो अब यस्तै त्यस्तै एउटा इङ्ग्लिसको चिप कति रहेछ देखाउ न भोलि फेरि पुलिसले पक्रियो कोठामै आएर हुनु चाहिँ अहिले त अनलाइनमा बागेको राज्य हो अस्ति वर्ष साइन हानेको थिएँ एलेक्सको मेरो साइन हो लक्ष्मी राउतको केटाहरूको पेन हराइसकेको छ गाइज जीवन एक काम से झन् फर्स्ट दिन अन्तिम दिन भयो पेन हराएको मेरो जीवनको सो फाइनल अब ड्रेस पनि रेडी भइसकेको छ पुरै अब बेल्ट लाउनु पऱ्यो गाइज होइन त्यही हो अब भर्याएर कस्तो हङ्ग्री हुन्छ भाउ एसी दिँदा त यस्तो हङ्ग्री भएको थियो तर पछाडि बसेर टिचरले थुक्पा खाइदिनु भएको थियो मलाई थोरै छुट्टी थियो यहाँ पनि खान्छ त्यस्तो नगर्नु होला प्लिज मेरो भ्लग हेरेर भन्दिनँ बेलुका गरे पनि गर्ने खाए पनि सरेको खानु जति कुनै पनि विद्यार्थीको अगाडि भोकै हुन्छ त्यसैले बुझिदिनु पऱ्यो तपाईँहरूले भनेर म भन्छु तर खाए खाएर पनि हामीलाई पनि पनि दिनु पर्यो त्यस्तो कुरो हुँदैन तेरो बाउ खाइदिएको छु र भन्छ खाए मेरो आफ्नो बाउको खाएँ भन्दै खानेले खानु पाए क्या लाइफमा अब 12मा 11-12मा जति मजा गर्यो अब आजदेखि चाहिँ सिरियस भएर पढ्नु पर्छ भन्ने हाम्रो भन्ने फोकस अघिल्लो दिन अन स्टडी हल्का हल्का इङ्ग्लिसमा पनि हानिदिन्छु र यो जुन जानु रहेको चस्मा पनि लगाइदिन्छु गाइज मैले के बिर्सेँ भन्दा पनि यो मेरो मेन पार्ट भनेको चाहिँ टाइ मेन पार्ट भनेको एडमिट कार्ड हो एडमिट कार्ड भन्ने हुँदै गर्छ म चाहिँ अलिकति जेन्टलमेन भएर जान खोज्छु केटाहरू चाहिँ अलिक गोल्डेन लाए जस्तो लाउँछ टाइ पनि इङ्ग्लिस गीतको छुट्टी हुन्छ केटा बाढी अम्मा अरे प्लिज टाइप कस्तो कान्छा आऊ आया टिकटक बनाउनु पर्छ ल आऊ आऊ त आऊ 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 टिकटक बनाउनु पर्छ बच्चा के हुन्छ अहिले देखाउनु न खै टिकटक हेलो भन्नु न हेलो भन्नु हेलो भन्नु हेलो यो सुन्यो यो त हाम्रो केटाहरू बसेर जामै भरे भोक लगाएर कुवा हुन्छ यो हाम्रो बाबु यहाँ हेलो गरिदेऊ हाई गरिदेऊ हाम्रो यहाँको चाहिँ सानो भाइ हो अब हजुर चलो रेडी आई एम रेडी केटा बी रेडी बॉयज यस बी रेडी बॉयज यस सर यस अर्को कता गयो जीवने बजिया त टोयलेटमा छ हेर त अचम्म बाबु फेरि पनि हाई गरिदियो कल एउटा हाई खालको यो चाहिँ डबल एलेक्स यो अब जुत्ता लाउने अनि एक्जाम दिन जाने एडमिट कार्ड डट के छ कलम बोकेर जाने टक्क जुत्ता सुत्ता पनि यहाँ चाहिँ एडमिट कार्ड हाई लेभलमा माथि एडमिट कार्ड डर भनेको हुँदै गर्छ चिट लिएर जानुपर्छ सुरुमा भन्ने कुरो मुरा कहाँ छ कति भन्न आएको हाम्रो केटाहरूले पनि चिट बनाएको छ केटा चिट देखाइदियो होला हल्का पढेर मात्रै अलिकति हुँदैन अनि चिट पनि हल्का लिङ्क बोक्नु पऱ्यो नि त
भरे पुलिसले अट्ठाइ भने नि फेरि लाइफमा पुलिस भन्ने कुरो यताउता हो हाम्रो मामाहरू भनिन्छ पुलिस होइन यत्रो चिटै छैन त सम टाइम केटा यति यति चिट चाहिँ मैले बनाएको छु म ढाँट्दिनँ अब यो चाहिँ भनेको अलिक माइन्डमै नअट्ने खालको अलिकति क्वेसन छ यो चाहिँ अब प्रेस लिरिक्सहरू अनि रिपोर्टिङहरू के छ यति नै हो यति नै गाइस यति नै मात्र ल सरी भन्न चाह यति नै मात्र रहेछ कहाँ कहाँ अब यसलाई ठेगान लाउनु पर्ने हुन्छ हामीले पनि यसलाई फेरि सिधै हजुर त्यो कटु लगाइदियो त कटु लाउने उनु उनु हाम्रो एउटा मुडले जानु पर्यो तिमी कति राम्रै त्यही हो अब रेडी भएर जानु पनि पर्छ ढिलो पनि हुन्छ अहिले हाम्रो केटाले जुत्ता लगाइसकेको छ पूजा गर्दा आन्टी हाम्रो भाइहरू पास होस् भनेर पूजा गरिदिने खतरा एक्जाम दियोस् भाइले भनेर होइन बाबु पुजारी पनि लिएर राख्नुपर्छ होइन पुजारी 300 त लामा कहाँ अनि म आउँछु ल ल ल ल बाबु ल म जुत्ता लाउँछु ओके म जुत्ता लाउँछु हेर लु जुत्ता जुत्ता हौ 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 अब हामी त जाने बाई हामी त जाने भाइ ट्याङ्की भरियो अरे इक्जाम भन्ने कुरो यस्तो त्यस्तो चिट भन्ने कुरो यताउता भएछ अलिअलि नो चिटिङ नो चिटिङ ओके नो चिटिङ तिमी पनि चिटिङ गर्छौ कतिको चिटिङ गर्छौ भन त नटाटी तिमी चिटिङ गर्छौ अघि नै मैले चिटिङ गर्छु भने तिमीले भर्खर भनेको होइन अमितले भनेको तिम्रो नाम अमित हो बाबु अमित सिंह ठाकुरी हो अमित खत्री चल बाबु मेरै भान्जाको नाम छ बाबु बाबु त्यो चलाउनु न बाबुले चलाइदिनु के भयो यहाँ हेर लु हाई गरिदेऊ हाई गरिदेऊ यसरी यसरी अनुमान यहाँ यसरी यसरी गरिदेऊ यसरी गर्दै थिए हात हल्लाइदेऊ त्यही हो गाई सबै सुलाउनु पर्ने हुन्छ ल बाई भरे आएर भेट्नुपर्छ सो फाइनल्ली गाई इक्जाम पनि सकिएर टक्क खानासाना नि खाएर फेरि नेपालीको पढेर अहिले त भोलिको लागि दर्शन गर्नु भएको छ 3:39 भयो 40 भइसकेछ अनि टक्कलाई पढ्दा गर्दा अलिकति खाजा पनि खाएको अनि माइन्ड फ्रेस गर्नलाई यता यता अलिक त्यो थानपोखरी उयोतिर खुल्ला वातावरण अब हावा खाना आएको होइन केटा अनि आजको इक्जाम कस्तो भयो ढोक्न आएको इक्जाम कस्तो भयो केटा आजको एकदम बवाल भयो जीवनको पेसालेको कस्तो भयो म त्यसलाई सोच्दिनँ उसलाई थाहा छ अनि यता चाहिँ यहाँ यो चाहिँ कुन गाउँको केटीहरू यहाँ यतै गाउँको धोतिनीहरू पनि रहेछन् भन्न मिल्दैन यो हाम्रो साथीहरू सबै उनीहरू फाल्टो मिलेर पनि आइरहेछन् अनि हामी पनि यहाँ टक्क लगाएर यसो अब खाना आएको हाम्रो केटाहरूसँग सबै खाजासाजा खाएर पढ्दा हल्का माइन्ड फ्रेस गर्न आएको हामी चाहिँ दामी ल्याएर अनि यता हाम्रो गोरु छ यता हाम्रो बोका छ टिकटक भिडियो बनाउँदैछन् पढ्न आएको यस्तो हुन्छ म नि भिडियो नै बनाएको छु तर हल्का अब यो चाहिँ टाइम मिलाएर मात्र एउटा टाइम मिलाएर सो त्यही हो गाइस होइन अब भ्लग चाहिँ यतितिर एन्ड गर्नुपर्छ यहाँ डाटा पनि मजाले चल्दैन त्यो गर्नलाई के हेरेको देखेको अनि केटा टक्कलाई त्यही अब भ्लग चाहिँ यदि मेन गर्न चाहनु पर्छ
त्यही अरू अब नेट पनि मजा चल्दैन नि त अनि एडिट गर्न पनि अलिकति झ्याउ हुन्छ ढिलो पनि हुन्छ भ्लग चाहिँ कति बेला यो युट्युबमा अपलोड हुन्छ त्यो पनि फिक्स हुँदैन नि त त्यही भएर त्यही हो गाइज आजको मेरो ब्लग यतिमै एन्ड गर्न चाहन्छु हस्त जय नेपाल